आदरणीय दर्शक महानुभावहरू र अब भने म फेरि अर्को गीतलाई म प्रस्तुत गर्नको लागि बोलाउन चाहन्छु। एउटा राष्ट्रिय गीत गाउनको लागि आउँदै हुनुहुन्छ शिशिर पौडेलज्यूलाई म यहाँ आमन्त्रण गर्न चाहन्छु र आउँदै हुनुहुन्छ शिशिर पौडेल र उहाँको लागि आदरणीय सम्पूर्ण दर्शक महानुभावहरूले जोरदार ताली बजाइदिनुको लागि हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ शिशिर पौडेल र उहाँले राष्ट्रिय गीत प्रस्तुत गर्नुहुनेछ र आइसक्नु भएको छ। शिशिर पौडेलको लागि भित्री मनदेखि नै सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूले ताली बजाइदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ शिशिर पौडेल। धन्यवाद कुमारजी। नमस्कार। यसको महानिवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा म उतापट्टि कुनामा बसिरहेको थिएँ, एक्कासी मेरो नाम बोलाउनु भयो है। त्यही भएर म हसाङ हुसाङ गरेर दौडेर आएको, एकछिनमा पुल हुँदैछु। तपाईँहरू सबैलाई नव वर्ष 2071 हार्दिक मङ्गलमय शुभकामना। अब सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुभएको भएर मैले चाहिँ एउटा राष्ट्रिय गीत गाउने जस्तो लाग्यो है। तपाईँहरूलाई राम्रो लाग्छ चाहिँ तालीले साथ दिनु होला है। हस्। नेपाली शिर उचाली संसारमा लम्किन्छ, झुम्किन्छै ज्योति बाली अन्धकारमा चम्किन्छ। नेपाली शिर उचाली संसारमा लम्किन्छ,
साँझको सुनिलो आकाश यो नेपाली झुक्दैन साँझको सुनिलो आकाश यो नेपाली झुक्दैन साँझको चिसो आकाश यो नेपाली रुक्दैन साँझको चिसो आकाश यो नेपाली रुक्दैन ढुङ्गिरी चाहिँ ज्योति बाली अन्धकारमा सम्झिन्छ नेपाली शिर उठाई संसारमा नम्बिन्छ 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 धन्यवाद दिन चाहन्छु शिशिर पौडेलज्यूलाई यो नेपाली चिरहरू चाहिँ संसारमा लम्किन्छ पक्कै पनि हो हामी नेपालीहरू हौँ जहाँ जान्छौँ पक्कै पनि हामी आफ्नो स्वाभिमानलाई भुल्दैनौँ सधैँ नेपालीको शिर ठाडो रहनेछ